लामो समयसम्म सम्भोग वा कुनै पनि प्रकारको यौन गतिविधि नगर्दा, जसलाई मेडिकल भाषामा सेक्सुअल एब्स्टिनेन्स वा सेलिबेसी भनिन्छ, महिलाको शरीर र मस्तिष्कमा विभिन्न परिवर्तनहरू आउन सक्छन्। यसका मुख्य 5 वटा असरहरूलाई तल विस्तृत रूपमा व्याख्या गरिएको छ। 1. यौन चाहनामा कमी आउनु, लोअर लिबिडो। लामो समयसम्म यौन सम्पर्क नगर्दा महिलाको शरीरमा प्राकृतिक रूपमा यौन चाहना घट्दै जान सक्छ। युज इट अर लुज इटको नियम यौन क्रियाकलापमा संलग्न भइरहँदा शरीरमा टेस्टोस्टेरोन र एस्ट्रोजेन जस्ता हर्मोनहरू सक्रिय रहन्छन्, तर लामो समयसम्म निष्क्रिय बस्दा शरीरले यी हर्मोनहरूको उत्पादन र प्रतिक्रियालाई कम गर्न थाल्छ, जसले गर्दा बिस्तारै यौन इच्छा नै मरेर जान सक्छ। 2. योनि क्षेत्रमा सुक्खापन र संकुचन, भ्याजिनल ड्राइनेस एन्ड टाइटनेस। शारीरिक रूपमा सक्रिय नहुँदा योनिको स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ, विशेष गरी उमेर ढल्किँदै गएका महिलाहरूमा। रक्त सञ्चारमा कमी, सम्भोग वा उत्तेजनाका बेला योनि क्षेत्रमा रगतको बहाव बढ्छ, जसले त्यसलाई स्वस्थ र लचिलो राख्छ। लामो समयसम्म यौन सम्पर्क नहुँदा त्यहाँ रगतको बहाव कम हुन्छ। सुक्खापन, योनिका भित्ताहरू पातलो र सुक्खा हुन सक्छन्, भ्याजिनल एट्रोफी। यसले गर्दा पछि कहिलेकाहीँ यौन सम्पर्क गर्दा अत्यधिक दुखाइ वा असजिलोपन हुन सक्छ। 3. मानसिक तनाव र उदासीनता, इन्क्रिज्ड स्ट्रेस एन्ड एङ्जाइटी। यौन सम्बन्धले शारीरिक सुख मात्र नभई मानसिक शान्ति पनि दिन्छ। लामो समयसम्म यसबाट टाढा रहँदा मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। फिल गुड हर्मोनको कमी, सम्भोग र अर्गाजमको समयमा मस्तिष्कबाट एन्डोर्फिन्स र अक्सिटोसिन जस्ता हर्मोनहरू निस्कन्छन्, जसले तनाव कम गर्छ र फ्रेस गराउँछ। यी हर्मोनहरूको कमीले गर्दा महिलामा रिस उठ्ने, चिन्ता बढ्ने वा उदासीनता, एङ्जाइटी, डिप्रेसन जस्ता समस्या देखिन सक्छन्। 4. रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्नु, विकर इम्युन सिस्टम। कतिपय चिकित्सा अनुसन्धानहरूका अनुसार नियमित यौन जीवनले शरीरको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। इम्युनोग्लोबुलिन आइजीए को कमी, सक्रिय यौन जीवन भएका महिलाहरूको शरीरमा कीटाणु र भाइरससँग लड्ने आइजीए नामक एन्टिबडीको मात्रा बढी हुन्छ। लामो समयसम्म सम्भोग नगर्ने महिलाहरूमा यो एन्टिबडीको स्तर कम हुन सक्छ, जसका कारण उनीहरूलाई रुगाखोकी वा सामान्य संक्रमणहरू छिटो लाग्ने सम्भावना रहन्छ। 5. महिनावारीको समयमा बढी दुखाइ, सिभियर मेन्स्ट्रुअल क्राम्प्स। अचम्म लाग्न सक्छ, तर नियमित यौन गतिविधि वा अर्गाजमले महिनावारीको दुखाइलाई कम गर्न मद्दत गर्छ। पाठेघरको आराम, युट्रेन रिल्याक्सेसन। अर्गाज्म हुँदा पाठेघरका मांसपेशीहरू खुम्चिने र फुक्ने गर्छन्, जसले गर्दा त्यहाँ जमेको रगत सजिलै बग्छ। लामो समयसम्म यौन सम्पर्क वा उत्तेजना नहुँदा पाठेघरका मांसपेशीहरू कडा हुन सक्छन्, जसले गर्दा महिनावारी हुँदा पेट र कम्मर बढी दुख्ने क्र्याम्प समस्या हुन सक्छ। एक महत्त्वपूर्ण कुरा, लामो समय सम्भोग नगर्नु कुनै रोग वा गम्भीर समस्या होइन। यो हरेक महिलाको व्यक्तिगत परिस्थिति, इच्छा र स्वास्थ्यमा भर पर्ने कुरा हो र माथि उल्लेखित असरहरू व्यक्ति अनुसार फरक हुन सक्छन्।